चीजमा छलफल भयो हैन। इस्युजहरु कहाँ आयो भने अब उता कन्ट्राक्टरले पेमेन्ट पठाएन टाइममा हैन, त्यसले गर्दा हामीले काम गर्न सकिने अवस्था छैन। यदि छैन भने कसरी काम भइरहेछ? तपाईहरुको त धेरै हाम्रो त टिपर व्यवसायहरुको कति न कति पैसाहरु तपाईहरु भनौं न कन्ट्राक्टरमाथि अहिले पनि पेन्डिङ छ, आउटस्ट्यान्डिङ छ। जे भए पनि जुन अहिले काम भइरहेछ नि, कमसे कम जहाँ मानव बस्ती छ नि शहरी एरियाहरु, त्यसलाई हामीले इन्स्ट्यान्ट कम्प्लिट गराउने तर्फ जानु पर्यो, नम्बर 1 हैन। नम्बर 2 मा अब यतातता जतातता छरेर जुन सामानहरु तपाईहरुको राखिरहेछ, डम्पिङहरु गरेछ, त्यसलाई क्लिन अप गर्नु पर्यो। र हाम्रो मन्थली रिपेयर मेन्टेनेन्सको जुन छ सोशल कम्प्लेन्टहरुको इस्यु छ हैन, त्यसलाई मन्थली रूपमा नै समाधान हुनुपर्छ कि यो हैन कि एकपल्ट पुरै तपाईको एकदमै खाल्डो खाल्डो धेरै ठूलो भइसकेको छ, गाडी जान लायक छैन, अनि 2 महिना 3 महिना नबनाउने हैन, अनि त्यसरी जानु हुँदैन। तपाई नियमित त्यसलाई सल्भ गरिराख्नुपर्छ हैन। अर्को तपाईको बन्दीपुर नेरी यत्रो ठूलो ठूलो खाल्डो छ कि लो ग्राउन्ड क्लियरेन्स भएका गाडीहरु त्यहाँ त ठ्याक्कै स्क्रैच नै पर्छ कि, त्यसलाई पनि सल्भ गर्नुस्। र त्यहाँको त्यो जुन एउटा ठूलो पुल बनिरहेछ नि, त्यो फ्लाइओभर हो कि पुलै हो सायद हैन, त्यतातिर र कमसे कम सिंगल लाइन लाहानदेखि लिएर कञ्चनपुरदेखि लिएर एउटा सिंगल लाइन कमसे कम कम्प्लिट होस् कि इन्स्ट्यान्ट हैन। जब सबै चीज बनिसकेको छ भने किन तपाईहरुले त्यो अलिअलि भनौं न सानो सानो इस्युको लागि अब्स्ट्याकल हालेर बसिरहेछ कि, त्यस्तो नहोस् कि। जहाँ गर्नुहुन्छ त्यहाँ कम्प्लिटली गरिदिनुस् कि। यो थाना चोकमा आज 2-3 महिनादेखि त्यस्तै छ कि छैन? 6 महिना यो 6 महिनादेखि यो लाजमर्दो कुरो छ कि छैन? हाम्रो कन्सल्टेन्टहरुले किन त्यसमा ध्यान दिएको छैन? तपाईको त्यसले गर्दा हाम्रो बिजनेस पुरै चौपट भइरहेछ, त्यतातिर ध्यान जाओस्। हाम्रो स्वास्थ्य संकट अत्यधिक बिग्रिसकेको छ हाम्रो। अब त्यसलाई कन्सल्टेन्टले हाम्रो नेपालको तर्फबाट नियुक्त भएका राज्यले सेवा सुविधाहरु तलबहरु दिइरहेका व्यक्तिहरुले पनि यदि प्रोपर हाम्रो आफ्नो यहाँ जनताहरु मर्ने छैन कि हामी तपाईहरुको विरुद्धमा अब जानै पर्छ, बाध्यकारी हो। र यति अब हामीलाई कमिटमेन्ट आओस् कि हाम्रो शहरी क्षेत्रमा जहाँ जहाँ वर्क इन प्रोग्रेस छ हैन, त्यो कहिलेसम्म कम्प्लिट हुन्छ। र फ्लाइओभरको कुरो, फ्लाइओभरलाई पनि हामीले एकदमै जति फास्ट हुन्छ गरौँ हैन, त्यसको पनि एउटा निश्चित समय सीमा लिनुस्। र शहरी क्षेत्रहरु जहाँ जान्छन् हैन, गोलबजारै होला, लानै होला हैन, शहरी क्षेत्रलाई इन्स्ट्यान्ट कम्प्लिट होस् कि। हाम्रो मिर्चिया धेरै पिछडिसकेको छ कि, यो एकदमै अति जीर्ण भइसकेको छ। स्वास्थ्य संकट उहाँले हाम्रो वार्ड सरले भनिदिनु भयो कि दुवैतिर 7 फ्याक्ट्री छ, बीचमा हाम्रो त्यो रोडको पल्युसन छ, हामी ठेक्न सकेका छैनौं। कोही पनि व्यक्ति 1 महिनाको लागि पनि, मेरो छोरा आफै 2 जना छोरा छुट्टीमा आएको थियो, सबैलाई 10 पल्ट एलर्जीको ट्याब्लेट खुवाउनु पर्यो, त्यति हाइली पल्युसन छ यहाँ। अब त्यतातिर हाम्रो अब के छ भने अन्तिम अवस्थामा हामीले नपुर्याइदिनुस् हैन। तपाई सरकारवालाहरु आफ्नो कमसे कम जिम्मेवारी निभाउनुस्। क्वालिटी कन्ट्रोल धेरै पुवर छ यहाँ, त्यतातिर ध्यान जाओस्। अब हामीले थप उजुरीहरु कहीं नगर्न परोस् हैन, नभए अब हामी इन्टरनेशनल कोर्टतिर पनि जान्छौं। र यो एडीबीले सकेन भने कन्ट्रोल गर्न अब हामीले अन्य थप एडीबी को माथिल्लो निकायमा पनि हामी जाने कि हाम्रो नेपाललाई यसरी यिनीहरुले करप्टेड गरिरहेछ र हाम्रो नेपाललाई करप्सनको दलदलमा फसाइरहेछ भनेर। किन बाटो बनाइरहेछ, बजारमा बनाएन भन्ने एउटा मेन कुरा हो। त्यसमा तपाईको अझै पनि लाहान र गोलबजारको इलेक्ट्रिक पोल हट्नु भएको छ है, चोरमा पनि अझै पनि छ। मिर्चियाको इलेक्ट्रिक पोल पनि तपाईहरुलाई थाहा छ नि, हामीलाई थाहा नभए पनि लेफ्ट साइडको इलेक्ट्रिक पोल बल्ल फेब्रुअरीमा आएर हटाएको यसपालि हैन, राइट साइडको त अस्ति भर्खर हटाएको हैन। यसले मिलको पुरानो चिनी मिलको न्याजमा अनि सिडिओ खाया साहबलाई म नै थानामा गएर भन्दाखेरि त्यो आज भोलि भन्दाखेरि भोलि नै उख्रेर गयो। हैन सुन्नु न, मेरो कुरा जबसम्म प्रक्रियामा आउनुहुन्न तबसम्म उनीहरूले पनि कसरी हटाउँछ। त्यसमा मैले यसरी कुरा गर्दाखेरि त्यहाँ पनि कमी कमजोरी के भन्छ चाइना कम्पनीकै लाग्यो के होइन। सरले कुरो चाहिँ के भन्नु भयो, हामीले पैसा हालेको चाहिँ यो मिर्चियामा पैसा हालेको लगभग 5.5 वर्ष 9 महिनाको उनीहरूको पोल हटाउनु पर्ने अवधि। दक्षिणतिर पोल हटाएपछि त्यहाँ पनि भयो, मेरो अफिसमा एकछिन टाइम दिनुपर्छ र ठिकै छ जानुस्। यो पोल हटाएको पनि भयो 6 महिना भयो,
तपाईँहरूले भने जस्तो हामीलाई पनि चाहिँ पहिला चाहिँ बजारकै छेउमा काम गर्नु पायो भने कहिलेसम्म धुलोमा मान्छेलाई मुक्त गर्नु पायो भने भन्ने नै हाम्रो हो होइन। तर के हुन्छ भने कन्ट्राक्टरले एकचोटि मेसिन ल्याइसकेपछि उसले एउटै लाइनमा काम गर्नु खोज्छ कि त्यसले किन भन्दाखेरि पटक पटक त्यो मेसिन ल्याउने पटक पटक उसले मोबिलाइज गर्न उसलाई पनि गाह्रो हुन्छ हामीलाई पनि गाह्रो हुन्छ। सर एउटा कुरा काम गरेको छ होइन तपाईँले